हामीले पोहोर साल साधारण सभामा यो गेट बनाउने बेला केरासेरा गाडेको थियौँ। बलडाँडामा आउने पाहुनाहरूलाई टाढाबाट पाहुना स्वागतको लागि चाहिँ केरा गाडेको थियौँ। हिजो आज राति कुन अब केटाहरू आएछन्, राति आएर यो केरा यसरी भाँच्ने। अब यो यसरी हामीले लगाएको केरा संरक्षण गर्ने, बार्ने, बान्ने गर्नुपर्नेमा भाँचेर फाल्दैछन्। यो गलत हो, यसरी भाँच्नु हुँदैन, फोहोरहरू गर्न हुँदैन, जामला त्यहाँ खाएर फाल्नु हुँदैन। यो भएको चिजलाई चाहिँ संरक्षण गर्ने हो, बनाएको चिजलाई भित्कुने भाँच्ने गर्ने होइन। मेरो भनाइ त्यति छ। अनि उता पनि यताको पनि दुईवटा केरा, यता पनि दुईवटा केरा छ, यसरी भाँच्दैछौँ। अब यसलाई हामीले फुल लगाउँछौँ, चारैतिर फुल लगाएका छन्, केरा लगाएका छन्, यस्तो राम्रो गरेका छन्। तर राति आउने बगालहरूले त्यो अहिले हजुरले बाँड्नु भएको नि? एउटा मैले बाँधेँ, अब जाग्ला जागौन त ठाउँमा छ। र यसरी भाँचेर फाल्दै, तर एकदम गलत हो, यो गलत हो। तर यसरी यो बिगार्ने काम नगर्नु होला प्लिज। बलडाँडामा आउनुहोस्, हेर्नुहोस्, रमाइलो गर्नुहोस्, हेर्नुहोस्, एक्सर्साइज गर्नुहोस्। तर यसरी भएको चिजलाई बिगार्ने, तोडफोड गर्ने, भाँच्ने यो काम नगरिदिनु होला। सबैले आग्रह गर्न चाहन्छु। उता यो धारा रहेछ, धारा पनि चन्द्रराज सर, यो धारा पनि भाँचेको के हो? यो पहिला यहाँ धारा थियो होइन? यो धारा पनि यहाँदेखि भाँचेर फालेको छ। हेर्नु त, धारो पानी खाने भनेर त्यसरी टङ्की बनायो, धारो पानी ल्यायौँ। तर हामीले पानी खाइरहेको थियौँ गर्मीको कारण। यो छ। त्यसै गरी हामीले केरानी सोतादेखि ल्याएको पानी यहाँ आउँथ्यो, यहाँदेखि पाइप थियो, त्यो पाइप पनि भाँचेर फालिदिएका छन्। अनि माथि 4-5 ठाउँ अहिले हामी जाँदैछौँ, त्यहाँ कुरा आएको छ कि पाइपहरू काटिदिएको छ भनेर। अब बर्खा लागेको छ, पाइप काटिसकेको छ अरे। त्यो पाइपको निरीक्षण गर्नलाई अहिले हामी त्यहाँ जाँदैछौँ। अब बाँकी हामी त्यहाँ गएर हेरेर हजुरहरूलाई यही भिडियो मार्फत त्यसको पनि जानकारी गराउनेछौँ।